केटीहरू बिहे गरेर बिदाईको बेलामा रुनुको कारण उनीहरूलाई थाहा छ कि अब बिना तलब बिना स्यालेरी गएर भाडा मस्काउने लुगा धुने उनीहरूको सेवा गर्ने भनेर थाहा छ भनेपछि किन रुँदैन। यदि यो कुरा केटाहरूले पनि गर्नुपर्ने छ होइन, केटाहरूले नि बिहे गरेर केटीको घर जानुपर्ने छ र यस्तो यस्तो काम गर्नुपर्ने छ भनेर थाहा पायो भने 100% रुनुहुन्छ हो कि नै भन्नु त। तपाईँहरू पनि वहाँ जाने, भात पकाउने, भाडा मान्ने, लुगा धुने, घर सफा गर्ने, त्यो पनि 1 रुपियाँ पैसा पनि आउँदैन, खालि ताना मात्रै मार्छन्। राम्रो काम गरिनस्, राम्रो मिठो पकाइनस्, अलिकति नुन चर्कोस् भनेर यस्तो मात्रै सुन्नुपर्ने छ भनेर थाहा छ। सबै कुरा थाहा हुँदा हुँदै गरिरहनु भएको छ भने त गरेर रोएर तपाईँले त जानै मान्नुहुन्न होला। जबरजस्ती आमा बाउले डिक्कीमा हालेर पठाइदिनु पर्छ होला, त्यस्तो हुन्छ। अर्कालाई बिचारा त्यो के भन्छ केटी मान्छे किन रुन्छन् होला भन्दै क्वेसन उठाएर मात्रै हुन्छ, बुझ्नुहोस्।